परमेश्वरको समयलाई चिन्नु। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, जय मसीह। आज हामी एउटा अत्यन्तै महत्त्वपूर्ण विषयमा विचार गर्नेछौँ। परमेश्वरको समयलाई कसरी चिन्न सकिन्छ। किनभने धेरै पटक हामी सही कुरा गलत समयमा र गलत कुरा सही समयमा गर्न खोज्छौँ। सबै कुराको समय हुन्छ। आकाश मुनि प्रति कामको एउटा समय छ। उपदेश 3 अध्यायको 1 पद। प्रिय हो, एउटा किसानले आफ्नो खेतमा बिउ छर्यो। बिउ राम्रो थियो, माटो पनि राम्रो थियो, मलिलो थियो। तर यदि उसले आज बिउ रोपेर भोलि नै फसल खोज्यो भने के हुन्छ? उसले फसल होइन, निराशा पाउँछ। किनकि बिउ राम्रो हुनु मात्र पर्याप्त हुँदैन, समय पुरा हुनु अनिवार्य हुन्छ। यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ। हतार परमेश्वरको समय होइन। जब हामी हतारमा निर्णय गर्छौँ, त्यहाँ डर हुन्छ, दबाव हुन्छ, अशान्ति हुन्छ। हतार गर्नेले भुल गर्छ वा बाटो बिराउँछ। हितोपदेश 19को 2 पदले भन्दछ, यदि तपाईको निर्णयमा बेचैन छ, डर छ, जबरजस्ती छ, त्यो सम्भवतः परमेश्वरको समय होइन। शान्ति परमेश्वरको संकेत हो। परमेश्वरको समय आयो भने परिस्थिति कठिन भए पनि हृदयमा शान्ति हुन्छ। मेरो शान्ति म तिमीहरूलाई दिन्छु। यूहन्ना 14 अध्यायको 27 पदमा परमेश्वरले भन्नुभयो। शान्ति भनेको समस्या नभएको अवस्था होइन, परमेश्वर उपस्थिति हुनुको चिन्ह हो। ढोका खोल्ने परमेश्वर। जब समय सही हुन्छ, बन्द ढोका आफै खुल्छ, अड्किएको बाटो सहज हुन्छ। सोच्नुहोस्, यदि परमेश्वरले खोल्नु भएको ढोका हो भने हामीले धक्का दिनु पर्दैन। मैले तिमीहरूका अघि एउटा खुला ढोका राखेको छु। प्रकाश 3को 8मा, हैन? प्रतीक्षा सजाय होइन, तयारी हो। धेरैले सोच्छन् किन ढिलो भयो प्रभु, तर परमेश्वर भन्नुहुन्छ म तिमीलाई ढिलो होइन, तयार गर्दैछु। युसुफलाई सम्झिनुहोस्, सपना छिटो आयो, सिंहसान तर ढिलो आयो, हैन? सिंहसान ढिलो आयो, तर जब आयो पुरा तयारी सहित आयो। सही समयमा सही फल, हैन? गलत समयमा आएको राम्रो कुरा पनि हाम्रो लागि बोझ हुन सक्छ, तर परमेश्वरको समयमा आएको सानो कुरा पनि हाम्रो जीवन बदल्न पर्याप्त हुन्छ। आफ्नो समय आउँदा हामी फसल काट्नेछौँ। गलाती 6:9 पद। प्रिय हो, परमेश्वरको समय चिन्नु भनेको हतार होइन, विश्वास, डर होइन, शान्ति, जबरजस्ती होइन, प्रतीक्षा। यदि आज तपाईँ प्रतीक्षामा हुनुहुन्छ भने नआत्तिनुहोस्। परमेश्वर ढिलो हुनुहुन्न, उहाँ सधैँ सही हुनुहुन्छ। आमेन। आउनुहोस्, तपाईँ र म सँगै हामी प्रार्थना गरौँ तपाईँ र मेरो निम्ति। प्रभु, मलाई तिम्रो समय चिन्ने बुद्धि देऊ। आउनुहोस्, हामी तपाईँ र म सँगै मिलेर प्रार्थना गरौँ। प्रभु, मलाई तपाईँको समय चिन्ने बुद्धि दिनुहोस्। मेरो हतार हटाइदिनुहोस् र तपाईँको शान्तमा हिँड्न सिकाउनुहोस्। येशूको नाममा हामी प्रार्थना गर्दछु। आमेन। यस सन्देशलाई मन पर्नु भयो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। तपाईँको जीवनमा पनि कतिको हतार छ, हैन? कतिको हतार पर्नु भएको छ, अत्तिनु भएको छ, अनि कतिको प्रतीक्षा गर्दाखेरि तपाईँले आशिष पाउनु भएको छ, त्यो आफ्नो कमेन्टमा लेख्नुहोस्। हुन्छ। परमेश्वरलाई धेरै धन्यवाद, तपाईँलाई पनि धेरै धन्यवाद।